बोल्ती बन्द भइसक्यो खै के बोलाइ मैले 10 धानेसम्मको मारेको छु सुकुसीको पानी सुकुसीको माछा पानीभित्र लुक्ने के अरे बस्ने काजी छेउछेउमा ढुक्ने या 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 के पाक्दैछ दाजु यो माछा पाक्दैछ माछा जस्तै छैन त अनि हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल आज चाहिँ हामी बिहानै काठमाडौँबाट हिँडेको खुलकोटको लागि अब क्याम्पिङ फिसिङ अब त्यतै हुन्छ बिहान कति 3-4 बजेतिर 4 बजेतिर हिँडेको त्यता अँधेरो थियो अनि बल्ल उज्यालो भयो बल्ल चाहिँ अनि अन गरेको क्यामेरा हामी चाहिँ धुलीखेल कटिसक्यो अब 2-3 घन्टाको राइडपछि चाहिँ हामी पुग्छौँ होला त्यहाँ खुलकोट बस्दै बस्दै जाने बिस्तारै अब अङ्कल आन्टीहरू दाइहरू चाहिँ गाडीमा जानुभयो सुमो सामानहरू सबै त्यहीँ बोकेर म र दाइ चाहिँ हामी ट्याक्क बाइकमा छौँ हामी चाहिँ भगुन्डेपछि आइपुग्न लाग्यो गाडी चाहिँ अगाडि छ अरे त्यो चाहिँ तल बस्दै हुन्छ अरे बाटो चाहिँ सानो सानो तर यता चाहिँ अलिक राम्रै छ भगुन्डेपछिसम्म चाहिँ अब बेसी उता चाहिँ कस्तो छ उतै हो क्या होला है यसो त्यही हो त फिक्स हो नि हाम्रो गाडी रिपेयर हुँदैछ यही गाडीले हो हाम्रो सामान बोक्ने अरू ल हामी चाहिँ हल्का खाजासाजा खान लाग्यो भगवान्को चाहिँ आएर ट्याक्क अलिअलि पेट पूजा हल्का आउनु अलिअलि खाजासाजा खाइयो ट्याक्क निस्किन्छौँ हामी यहाँबाट कति लाग्छ दाइ अब 3 घन्टा बस्दै गयो भने पोहोरको भलपछि चाहिँ पुरै यहाँ माथि थियो रोड चाहिँ पुरै बगाएर खोला खोला रोड बनाएर रहेछ अहिले चाहिँ पुरै बिग्रेर पहिला यस्तो बगाल बाटो थियो यहाँ अहिले चाहिँ यस्तो पुरै खोलाको छेउछेउ बनाएर परेको नि मात्र भयो त्यहाँ माथि माथि थियो रोड चाहिँ पुरै यस्तो छ क्या रोड पहिला अहिले चाहिँ छैन माथि माथि नै थियो रोड यताबाट पुरै भत्काएर अहिले चाहिँ यस्तो तल यस्तो रोड छ पुरै भवासिर छ यस्तो परेको बाटो चाहिँ यही हो क्या बाटो पुरै यस्तो हो त सिन्धुली गढी देशको बढी सिधा बाम कान्छी सिधा बाम छोड्दै 1 घन्टा लाग्छ होला दाइ खुरकोट लाग्दैन अझै मैले नि ऐना चढाइसकेँ नि त खोज्ने त मेटिसक्यो होला है यहाँ चाहिँ ट्याक्क
आफ्नो बाइक नम्बर लेखेर नम्बर राखेर अनि ऐना ट्याक्क मैले यतैतिर टाँसा त्यो यतैतिर हाम्रो गाडी चाहिँ यहाँ अगाडि अगाडि छ दाजुहरू चाहिँ ट्याक्क पछाडि छ बाटो चाहिँ यता आएपछि चाहिँ राम्रै रहेछ हामी चाहिँ अगाडि जान्छौँ कि हो कस्तो आयो है वहाँदेखि होला आइहो यहाँबाट बर्दिवास चाहिँ 85 किलोमिटर रे 85 किलोमिटर है 3 आवर्स ट्याक्क भाइरल डाँडा हो क्या रातमाटे डाँडा माता डाँडा रे रोक्दैन होला हामी चाहिँ अब खुर्कोट आइपुग्नलाई कति 7 किलोमिटर जति 5-7 किलोमिटर बाँकी छ अब ठ्याक्क खुर्कोटबाट हामी हल्का अगाडि हाम्रो क्याम्पिङ स्पोट चाहिँ हल्का अगाडि राख्यो हो अहिले हेर्न जान्छौँ त्यही पनि कस्तो ठाउँमा बस्ने अब ट्याक्क मिलाएर बस्छौँ हामी ल हामी चाहिँ यहाँ खुर्कोटभन्दा अलि यतै अब यसो माछा कहाँ छ भनेर माछालाई चारो पनि किनिसक्यौँ हामीले अब कहाँनिर छ पाउँछ माछा भनेर ट्याक्क हेर्ने कस्तो ठाउँमा चाहिँ पाउँछ भनेर हामीले फिसिङ रड सर्ट लिएर आऊँ 2-3टा अन्त के हो दाइ यो के हो भनिदिनु पर्यो यहाँ ए यो हजुर यो डन्ठी हो माछा मार्ने डन्ठी हो हजुर चेक गर्नु पर्यो पहिला सुत्नु खुट्टे एउटा निकाल्यो भने त पोलेर ल्याम्नु पनि खाइदियो के चाहियो अरू त्यो उनीहरू न त्यो मेरो झोला हरियो ब्याग गर्नु न अरू के ल दाइले ट्याक्क रड चाहिँ फिसिङ रड चाहिँ ट्याक्क जोइन हान्नु त्यो ब्याग खोल्दै यसले त अब त्यो ब्यागबाट निकाल्नु त त्यो ब्यागबाट राख्नु त 50 पाउन्डको माछा छैन यहाँ 50 पाउन्डको माछा छैन 3 पाउन्ड 10 पाउन्डको होला 10 पाउन्ड भने कति हुन्छ र भाइ 10 पाउन्ड भनेको 4 केजी एउटा त्यो ब्याग निकाल्नु त्यत्रो ठुलो हान्न त 10 पाउन्ड भनेको 4 केजी कुरेर बस्नुपर्छ होला त्यस्तो बेला त अब एउटा त्यो प्लास्टिक ल्याउनु न यो 4 एकसँग राख्नु This is सुनकोसी हो त ल हामी चाहिँ यहाँनिर आएछ यतैतिर अब यतैतिर ट्राई गर्छौँ होला सायद लेट्स सी रेडी हुँदैछ फिसिङ रड यो चाहिँ के हो त यस्तो कहाँ हाल्ने यस्तो यो चाहिँ यिनीहरू भनेको चाहिँ अलिकति सम्म पानीमा सजिलो पानीमा हजुर होइन हान्दै तान्दै गर्ने हो यो चाहिँ पौडी खेल्छ क्या आफै खेल्छ अनि यहाँ यो चाहिँ पानीतिर डाइभ हान्छ क्या यसले हजुर अनि यसले चाहिँ साँच्चीकै माछा जस्तै एक्टिङ गर्छ क्या यिनीहरू भनेको चाहिँ यसले चाहिँ ठ्याक्क पानीमा गएपछि चाहिँ रोक्छ यसले चाहिँ बग्नु दिँदैन राङ हो क्या त्यो राम्रो हो त सिट सुत्दै खाँदा यत्तिकै हाल्ने हो र त्यो 6 राउन्ड घुमाउनु भयो अनि लगेर यसलाई यता ब्याक गरेर फेरि त्यही दुलोमा हाल्नुभयो अनि फेरि निकालेर फेरि त यसलाई यही दुलोमा हाल्नुभयो सर्लक्क तान्दाखेरि अनि
नट राम्रोसँग बन्छ होइन यो दुलोमा एकचोटि लगाएको छ फेरि अर्कोचोटि पनि गर्ने फेरि डबल गरेपछि भयो अब सर तान्दिनु तपाईँको हुक कहाँ छ हुक त हो ठ्याक्क भयो फेरि ए ल यति हो ल अनि यसलाई चाहिँ सकेसम्म तल फेदैमा काट्ने क्या नदेखोस् नदेखोस् यसलाई चाहिँ ए हो अब हाम्रो हाल्ने ए सायद यसको त्यो हालेको छैन नि त के हो ढुङ्गा त्यसमा हाल्नु हो त्यो फाल्ने होइन डुबाउनेमा त्यो छेउमा त्यसले गर्दा यो हाल्ने कि यो डुबाउने मात्र हो त्यो तपाईँलाई त्यो फाल्नु आउँदैन अहिले नै तपाईँले फाल्दाखेरि त्यो मुनि डल्लो पर्छ कि त्यसले गर्दाखेरि यसो गरेर यसरी खुस्लुक्क झार्ने हो कि ए अलि लामो तानेर तपाईँले त्यो यसलाई चाहिँ पानीमा डुबोस् भन्नुको लागि मात्रै हो यसलाई चाहिँ अलि राम्रो रोड छोड्नु त त्यहाँ मुनि हुन्छ बेल छ नि बेल अब यसलाई चाहिँ डुबाउने मात्रै हो त्यसले गर्दाखेरि यहाँ हाल्ने अनि यसलाई चाहिँ बन्द गरिदिने हो यो सरेन अब तपाईँले चाहिँ गएर के गर्ने भने बेड हाल्ने यो यसरी आफै लक हुन्छ होइन यसरी लक हुन्छ अब यो वेट कहाँनिर चाहिँ हेर्ने टक्क यहाँ झुन्डाउने अनि यस्तो गर्नु अनि यस्तो यस्तरी यसरी डुबाउनु होइन अनि यसलाई बन्द गर्नु अनि कुरेर बस्नु जब माछा पर्छ नि खानेकुरा ऊ यहाँ बाहिर छ उहाँ तल कता राखेको छ उहाँ तल आउँदा यस्तो गर्ने अनि धेरै टाढा फाल्नै पर्दैन तपाईँको आन्द्रा हाल्दैछ आन्द्रा हालिदिएपछि ल्याउनै पर्छ यो पर्नु पर्ने हो यसलाई चाहिँ त्यसरी उनेर पुरै हुक है ल केटा ल ट्याङ हुनु आँट्यो यहाँ सै ब्याग ठिक छ प्याजका लाएर तिनजना मात्रै छ होला हल्का त फुलगढबाट चाहिँ अलिक त्यहाँ चाहिँ अलिक बस्न नमिलेर अलि फिसिङको लागि अलि फिसिङ र क्याम्पिङको लागि अलिक नमिलेर अलि तलतिर आएछ 10-15 किलोमिटरको अलि अगाडि तल अझै अब त्यतैतिर हुन्छ क्याम्पिङ पनि त्यति हुन्छ हाम्रो अगाडि गाडी छ त्यहाँ लगाएर अब यतै नजिकै भन्दै हाम्रो लोकेसनमा चाहिँ यहीँबाट जाने होला डेन्जर छ ढिलो चाहिँ डेन्जर उडाउँछ नि धन्यवाद यत्तिकै ढिलो चाहिँ खुवाउनु पर्छ हामीलाई तर्साउँछ होला यहाँ त राति त है तर्साउँछ होला यहाँ त है यो चाहिँ हालिदिउँ क्या त यार डेजर्ट भनेर खिच न शीतलमा राख्नु बाइक कस्तो हुन्थ्यो होला है माछाले हामीलाई नचिनेको चिन्छ बिस्तारै त्यो भएर चाहिँ खाइँदैन क्या हो त आज माछा आज माछा खाइयो होला जस्तो छैन हो दाइ र अङ्कलले चाहिँ एकदम मेहनत गरिरहनु भयो यस्तो घाममा अब 3 बजेपछि अलि लाग्छ होला
अलि शीतल शीतल हुन्छ अहिले त डेन्जरै घाम लाग्छ यहाँ चाहिँ पर्दैन क्या अङ्कल यहाँ बोलिदिनु ल मेरो क्यामेरामा हल्का बोल्ती बन्द भइसक्यो खै के बोलाइ आधा दिनका अङ्कल भर माछाले चिने भए निद्लाई सकिन्थ्यो माछाले चिनेन ओहो कहिले खाने त अब मारेर हेत्तेरी खाइन्छ ल अङ्कलले चाहिँ यहाँ सक्दो प्रयास गरिरहनु भयो तर उपाय नास्ति भइरह होइन ठिकै छ प्रयास गर्नेले खान्छ अवश्य फल मह काट्नेले हात चाट्छ भन्ने छ नि त। एकदम सही हो किलो फेरि अड्काउनु भयो चोक्टा खानु गएको बुढी झोलमा डुबेर मरि भने जस्तै भइहाल्यो। दुईजनाको कमिटमेन्ट चाहिँ मैले माने दुईजनाको कमिटमेन्ट चाहिँ मैले माने क्या जे राम्रो प्र्याक्टिस हुन्छ दिउँसो अहिले रातिलाई सजिलो सुनकोसीको सुनकोसीको माछा पानीभित्र लुक्ने के अरे बस्नेत काजी छेउछेउमा ढुक्ने या सही रेस्ट टाइम है अहिले चाहिँ अब ट्याक्क घामले लोद बनायो माछा पार्न सकिएन अहिलेसम्म अब एकछिनमा सुरु हुन्छ अहिले पऱ्यो भने यत्र देखाउँछु म परेन भने चाहिँ देखाउन सक्दिनँ होला ल के भएको त यो हात चाहिँ तपाईँको माछाले खाइदियो वेल पल्टाइदियो होला तपाईँलाई त फेरि यो चाहिँ के चिज हो कहाँबाट इम्पोर्टेड हो के वाट इज दिस ढुङ्गे हो क्या त्यो उसले भन्छ नि डोना थापाले के अरे डाइनोसरको आङ हो डाइनोसरको भित्रको त्यो ठुलो आन्द्रा ब्राजिलबाट गिफ्ट आएको गिफ्ट चाहिँ कसले हानेको गिफ्ट ब्राजिलबाट बिमारले बिमार ज्यारले दाइ पनि केही शब्द दिँदैन एउटा दुईवटा के दिनु अब यस्तो छ घाम लाग्यो बोल्ती बन्द बनाइदिए बोल्ती बन्द बनाइदिए क्या बोल्ती बन्द घामले यस्तो छ मास्क पोलेर खाने भनेको पनि त्यत्तिकै भयो केटाहरूले पोल्छ कि भनेको अहिले त हुँदैन गफै मात्रै भयो खेलाएर लिएर कहाँ बालुवामा गाडेको छ कि कहाँ छ त्यो बेलुकासम्म गनाउँछ होला केही हुँदैन ल सोध्नु न दाइ भनेपछि यो खोला त गहिरो छ कि कोसी त होइन हाम्रै मेमोरी मात्रै हो दाइ यो कोसी त गहिरो छ कि के हो गहिरो त अलि यहीँ आउनु न बस्नु आउनु त यहीँ बस्नु न आउनु कतै ठाउँमा गहिरो छ होइन नगर भने त यति पानी हो ए कति फेरि देखाउनु त मैले त्यही भनेको कति यति पानी हो मैले के भनेको हामीले यो बिचमा ढक खस्दाखेरि नत्र अघि गहिरोमा चाहिँ कतिसम्म गहिरो छ गहिरोमा उतापट्टि गहिरो हुन्छ उतापट्टि साइडमा गहिरो छ होइन यतापट्टि छैन नि गहिरो तपाईँले अहिलेसम्म सबभन्दा ठुलो मारेको चाहिँ कत्रो मैले 10 झार्नेसम्मको मारेको छु यहाँको एउटा नामुद के भन्छ माछा मार्ने मान्छे छ अरे भन्छ तपाईँ नै हो के हो माछा मार्ने यहाँ कुखेटारको होइन एकजना हुनुहुन्छ भाइ मङ्गले कान्छा उसको नाम मागियो मलाई त्यस्तै लाग्यो मङ्गले होइन हामीले सुनेको त कम्बेट लगाएर अगाडिको दाँत छैन भन्थ्यो मान्छेले हामीले कुरा गर्दाखेरि होइन यो त होइन मान्छेले के बोल्नु थाले हामीले बाटोमा त्यही भनेको त हो माछा मार्नु जाँदाखेरि चाहिँ उहाँलाई तपाईँको नाम के रे तपाईँको नाम
मेरो नाम त्यसो भए त तपाईँलाई थाहा हुनु पर्यो भइहाल्छ होइन मैले नाम पत्याइरहनु पर्दैन होइन हाम्रो थाहै नभएको त अनि मान्छेले गऱ्यो होला भनेको यहाँ त अनि तपाईँले त के भन्छ एकजना कसले माछा समाउँदाखेरि त जलपरी समात्यो भन्ने कुरा छ त जलपरी भन्नाले कस्तो माछा समातेको आइमाई बनिदियो रे त्यो त मलाई थाहा भएन नि त युट्युबमा देखाइरहन्छ नि त के हो रियल हो कि त के हो खास त्यो होइन होला खै यहाँकै पोखरामा होइन त यहाँकै त होइन त्यो त अब कुनैले अब टिकटक बनाउनु चाह्यो होला कुनै चाहिँ के हुनु चाह्यो होला पानीमा डुबेर बस्दी उसले बल्छी थाप हो बल्छी फ्याँके जस्तो गरिदियो होला त्यसमा बल्छी यहाँ च्याट्ट मात्र निस्कियो त्यो भने त्यो अलिकति हँसी मजाक गरेको होइन खासमा यहाँ गोही चाहिँ पाउँछ पाउँदैन यसमा गइ छैन गोही छैन छैन छन् चाहिँ छ छैन अहिलेसम्म हामीले देखाएको छैन निस्केको त्यसलाई गोही चाहिँ है गोहीले त नत्र आक्रमण गरिहाल्छ नि हौ हामी पानी पानीमा त्यही हिँडिरहन्छ गोहीको आतङ्क यतैतिर छ अरे भन्ने सुनेर सुनकोसीमा भनेर है राति 10-12 बजे तल तल होला सुल्टोठामा हुनसक्छ त्यो सप्तकोशी यो पनि गएर मिसिन सप्तकोशीमा भने होइन यही त हो नि मिसिन भनेपछि यहाँ वेल पनि पाइन्छ वेल भन्ने कुरो चाहिँ त्यो चाहिँ अब गोठलाई वेल हुनुहुन्छ भने त्यो अर्कै होला नि नत्र भने त्यो चाहिँ यहाँ तपाईँले डल्फिन चाहिँ गोठ समाउनु भएको वेस्ट छैन गोच मैले 8-9 धार्नेसम्म पारी सहर पारी 10 धार्नेसम्मको ए सहर पनि यहीँ पार्नु भएको मात्रै के गर्नु सहर पार्नु चाहिँ के गर्नुहुन्छ राति पारिराखेर हिँड्नुहुन्छ कि पर्खेर बस्ने त्यो खेल्न नि यस्तै तपाईँहरूको जस्तो फिसिङ रड रडले है यसो सिकाइदिनु न हामीलाई पनि यसो 1-2टा पार्नलाई माछा पार्नलाई अब त्यो त तपाईँहरू पर्फेक्ट हुनुहुन्छ मैले कहाँ सिकाइरहनु हामी कहाँ पर्छ एउटा मित्र पनि समातेको छ हुन त चिप्लो हुन्छ माछा उम्किहाल्छ होइन माछा चिप्लो हुन्छ दिनदिनै नुहाएर सफा भएर छ नि त्यहाँ अनि माछा डुब्छ भनेर यहाँ बचाउनु आएको अब माछा पानीमा हुने त माछा नै हो जति नुहाए पनि त्यो माछामा लेउ हुन्छ नै हुन्छ हामी कति नुहाउँछौँ हाम्रो जिउमा त मैल पर्छ परिसक्यो नि यहाँ तर यो घाम लागेको बेला माछा निस्किँदैन यो गर्मी भएर घाम लागेको बेला निस्किन्छ दिउँसो कि राति बढी पर्छ माछा अब अहिले हान्यो भनेदेखि जब गाडाङ गुडुङ गऱ्यो भनेदेखि काँडे माछा लाग्छ ज्यादा काँडे माछा चाहिँ कस्तो हुन्छ पनि जाल हान्यो 10-12, 15वटा 20वटा त्यस्तै आउँछ एकैचोटिमा जाल छ तपाईँको अब बेलुका हान्न जान्छु उतैपट्टिमा यतै आउनु न यतै हामी हेरौँ कि यतापट्टि खासै हान्ने ठाउँ छैन क्या ऊ त्यो तल अलिअलि भए मात्र नत्र त्यहीसम्म जाउँला नि हामी पनि 1-2 पाइला हिँडौँला जाल उहाँ परतिरै उता छेउमै झुनिया रेखा हुन्छ म त्यता लिएर आउनुपर्छ लिएर आउनु यसो हाल्नु भएको हेरौँ यसो तपाईँको नाम शुभ नाम चाहिँ मेरो हजुर समु श्रेष्ठ हो हजुर श्रेष्ठ हो समु श्रेष्ठ शम्भु श्रेष्ठ जय यतातिर प्राय श्रेष्ठहरू नै हो यता हामी अहिले 2 घर छासमिस? श्रेष्ठ छौँ अनि कार्कीहरू छ यो खोलाभित्र मगरहरू छ तामाङहरू छ सबै छ क्षेत्रीय गाउँहरू छ यतातिर चाहिँ के हो यता ऊ त्यो बस्ती नेवारको हो होइन शेषोको त्योभन्दा यता तलतिर चाहिँ भन्नु माझीहरू छ यता भित्ता घर भएको उता पारी नेवारहरू अनि उयो घर एउटा माझीको यता गतिलो खसी कसो घरमा छ आज पोल्नु पर्यो एउटा कतिलो खसी त अब चरा ठाउँमा हेर्नुपर्छ त्यहाँनिर चाहिँ पनि त्यो थाहा हुन्छ कसको भनेर पहिचान हुन्छ बाख्राहरू हो यहाँ चाहिँ मान्छेले माछा मारेको सक्छ नि यहाँ चाहिँ उयो अब आउने हाम्रो चाहिँ नेपाल छोकबाट चाहिँ उयो बाबु दाईहरू उनीहरू आउने उयो मङ्गले कान्छे भाइले लिएर हिँड्ने काठमाडौँ आउँछ कोही कोही यहाँ पनि यता यो पहिले चाहिँ अलिक खोला हुँदाखेरि मार्थ्यो यता त्यति मार्न सकेको छैन यो मुनि के गाड्या छ हो कता यता ऊ यहाँनिर चाहिँ त्यो भुइँसी गाडिदिएको छ गाडी के मरेको भैँसी कि मारेको मरेको हात के छोड्थ्यो मोमो खान्थ्यो होला नि यस्तो भयो कि बिचरा अब चाहिँ नि बच्चा पाउनु सकेन हात हालेर निकाल्यो बच्चा निस्क्यो अब त्यसको चाहिँ पनि पाठेघर बाहिर आउनु थाल्यो त्यो अब ठेल्ने अवस्थामा यता त गर्दा कण सण के पस्यो घाउ भयो त्यतिकै त्यो मर्थ्यो क्या
यहाँ ल्याएर गाड्छु त्यसलाई। म त मान्छे गाडे चाहिँ के हो भन्नु होइन मान्छेको त्यत्रो कङ्गाल हड्डी हुन्छ र गन आउँदा क्या स्मेल स्मेल त अब चाहिँ त्यो गन हाल्छ उता पोल्छ अरे त नि अनि यहीँनिर मान्छे नि पोल्छ भने उता तल त सबैको दोकान यही त हो नि माथिदेखिको लिएर पोल्न ल्याउने तर्साउँछ होला राति त फेरि तर्साउँछ नि हामी तर्सिनु हुन्न होइन मन डरायो भने त्यसले समय नि त होइन नडरायो भने के छ कुरो सही हो भोलि हेर्दा तपाईँदेखि पल्टने हो कि के हो यसो हेर्दाखेरि बोलीमा दम छ है बोलीमा दम छ भोलिमा दम छ पल्टने हो कि के हो तपाईँ पल्टाने गाउँहरूको सामान्य तपाईँ माछा मारेर हिँड्ने कति भयो त तपाईँलाई सानैदेखि हो हजुर सानैदेखि माछा मार्नु भयो यहाँ कोसिसमा बसेपछि त खानु मन लाग्छ माछा मार्नु पऱ्यो कि ढिलो आयो कडा आयो नि पहिला यहाँ एउटा ऊ थियो के अरे हर्के माइलो भन्ने त्यो चाहिँ मलाई थाहा भएन सर त्यो हर्के माइलो भने कुन अवस्था थियो डम्बरे कहाँ थियो त्यो पनि थाहा छैन चिन्नुहुन्न यो त अब चाहिँ नि कुनै राजाहरूले सोलीमा चढाएर अब चाहिँ त्यहाँ फाँसी दिएर मारेर कि यो ठाउँमा त्यो माथि डाँडामा? सोली भन्याङ हो होइन हजुर अनि यसलाई चाहिँ सुली भन्याङ भनेर सजिलोमा भन्या होला मैले चाहिँ के सुनेको भने सुली चढाउने नै भन्थ्यो के सुली चढाउने भने फाँसी पहिला राणाको त्योमा पहिला उनीहरूले मान्छे झुन्डाएर मार्नु पर्दा चाहिँ यहाँ लिएर झुन्डाएर मार्थ्यो अरे त्यही भएर सुली भन्याङ सुली डाँडा भन्थ्यो अरे पहिला सोली भन्याङलाई सुली भन्याङ म त तल घरे सुन्तली साँची के पहिलाकै डाँडा गरेर साइलाले लग्यो अहिले भन्नु खिच्दै रहनु भएको उहाँको क्यामेरा चल्दैछ उहाँलाई थाहा हुनसक्छ त्यो कुरो एकचोटि उहाँसँग प्रश्न गर्नु होला पोखराको त भैँसीले नि इङ्ग्लिस बोल्थ्यो अरे नि त भन्छ त्यो भैँसी त मोमो खाएर सके के सबै खाइदिइहाल्यो नि मोराहरूले मोमो त्यो भैँसीको त मोमो खाएर सकिहाल्यो नि अहिले कति 3 बज्दा 3-4 बज्न लागिसक्यो अहिलेसम्म एउटा माछा पनि मार्नु सकेँ होइन आन्टीको प्रयास जारी छ है त्यो सानोले होला आन्टी होला त्यही होला मसिनो पर्दैन नि त्यसमा त्यो किचकिच गर्दो रहेछ जाँदो रहेछ त्यो छेउबाट खाइदिन्छ क्या त्यसले यहाँनिर छ है त्यो छुयो भने माथि हल्लिन्छ ल हाम्रो अब क्याम्पिङ स्पट चाहिँ यहाँनिर बन्ने भयो टक्क हामी अब यहाँ चाहिँ म्यानेज हान्दैछौँ सामानहरू सब आइसक्यो हजुर दाउरा साउरा ट्याक्क अब चुल्हा बनाएर गर्छौँ अनि यस्तो छ यहाँ खुर्कोटभन्दा अलि यता हामी चाहिँ खुर्कोट यहाँबाट कति 5-10 मिनट होला हाम्रो दाइले चाहिँ अब टक्क फिसिङ रड सेटअप हान्दै हुनुहुन्छ ट्याङ ट्याङ रातभरिमा कति पर्छ लेट सी खानै पर्ने हुन्छ जसरी नै होइन च्यालेन्ज बोरे भयो ल हाम्रो चाहिँ स्पोट यहाँ चाहिँ फुटबल ग्राउन्ड थियो पहिला अहिले चाहिँ यहाँ ट्याक्क त्यो बाढी आएर पुरै बिग्रियो रहेछ देख्न सक्नुहुन्छ अब कति 5-5:30 कति भयो अब यहाँ ट्याक्क हामी टेन्ट लगाउँछौँ गेटिङ रेडी फर क्याम्पिङ सम्भा काट्दैछौँ अब चाहिँ मैले खोजेको घन्टी हामीले कहाँ राख्यौँ यसमा त्यो उयसमा त्यही होला त्यही हुनुपर्छ खान्छ त्यो पर्दैन
आन्टी के छ त खानेमा हाम्रो खानेकुरा यो धनिया यो गाजर अनि यो मासु हो कि के हो यो त हो मासु हो मासु जस्तो टाइगरको मासु हो अनि यहाँ डल्लै हुन्छ अनि यो लेटस तुङमा छ है तुङमा रेडी पानी सानी हालेर रेडी छ रायोको साग छ मासु मासु कफी छ ल यता चाहिँ स्पेसल वाला स्पेसल रुम भयो तयार हुँदैछ हामीलाई चाहिँ उता आन्टीलाई चाहिँ उता रेडी हुँदैछ कस्तो खाले हो दाइ यो चाहिँ भिआइपी एकदम हो यसमा चाहिँ यसमा चाहिँ जुकुजी सौना रुकुजीको लागि पनि यस्तै स्याम टु स्याम जुकुजी सौना यसमा छ हैन हजुर यता एउटा बाँकी हो ल हेर्न छ भने घाट तयार हुँदैछ बिस्तारै मजाले नै हुन लागिसक्यो अब हामी चाहिँ यसो खानपिन पनि तयार गर्दैछौँ अब फिसिङको लागि चाहिँ त्यहाँ उहाँ तल बनाएको छौँ अब रातभरि छोडिदिने हो अहिले एकचोटि हेर्ने अनि ट्याक्क हुन्छ यता चाहिँ अब आगो सागो फुकेर ट्याक्क रेडी हुँदैछ खाना बनाउनलाई त्यो भएर पल्टिन्छ चामल ल्याउनु आउनु ल्याऊ क्या चिज ल्याउनु आउनु त्यही त ठिकै ल्याउनु अब चाहिँ ट्याक्क छिर्ने भुजिया सुजिया ल्याउनु आउनु ल्याऊ पुरै सेफ छ है ल बबाल ट्याक्क ट्याक्क एकजनालाई चाहिँ पर्फेक्ट हुन्छ यो चाहिँ पछाडिको पनि सही आहा त के हो त यो सिद्ध गुफी हो कि वेक अप लाइक दिस के छ भाइ लाग्छु दाइ ल बवाल बन्दैछ मम्मी ल तपाईँको चाहिँ रेडी भयो माछा चाहिँ होइन है फेरि के पाक्दैछ हो दाजु यो माछा पाक्दैछ खुट्टा माछा जस्तै छैन त अनि माछा जस्तो देखिँदैन र यो चाहिँ माछा चाहिँ हो तर होइन यो सानो पिस भएकोले गर्दाखेरि अहिले चाहिँ माछा जस्तो देखेको छैन माछा चाहिँ माछै हो होइन अब त्यो माछाको त्यो पुछार चाहिँ अलिकति बाङ्गो बाङ्गो परेको चाहिँ पुछार हो होइन अब कसै मान्छेले खुट्टा भन्ला तर होइन त्यो पुछार हो है खासमा चाहिँ क्यामेराम्यानले नै यसलाई चाहिँ ठिक्क पोल्ने बनाउने भनेको थियो अरे तर मिस्टेक गरेर सानो पिस बनाएछ सानो भएको र ठुलो भएको थियो नि अझै ठुलो हुनु यो त अनि कसरी पोल्ने त हराउँछ नि त्यो भएर तपाईँ ढुक्क हुनुहोस् यो माछा नै सम्झेर खानुपर्छ ओके छ ल सही सही अब पाक्दैछ हाम्रो चिजबिजहरू यता ट्याक्क आन्टीले के गर्दै हुनुहुन्छ आन्टीले यस्तो तुम्बासँग खाने 4 वर्षको तुम्बा छ है हामीसँग चाहिँ एकदम हेर्नु अर्ग्यानिक हो साँच्चै ओखरमा डडमा बोकेर ल्याएको कि हो अनि तब ल सही हो अनि त झुटो बोल्छ के हो यता निकै पाकी छ अब यता छ अलि देख्दैन बत्तीको कमी अनि वनमा यहाँ चाहिँ ग्राउन्डमा बस्यो हामी चाहिँ कोसीमा अनि कोसीको छेउ ट्याक्क सुनकोसी हामी त के हाल्नु पानी धुङ त ल हाम्रो चाहिँ ट्याक्क खानेकुराहरू यहाँ रेडी हुँदैछ लेटस गम गम हान्नुभयो यस्तो छ गमलो है ल सलाद अनि मासु चुकानदार खोइ तुम्बा खोइ हाम्रो तुम्बा देखाउनु पर्यो कति वर्ष 4 वर्षको तुम्बा है पानी चाहिँ हाल्नु खाइसक्यो त्यो पानी 1 लट पानी हाल्नुपर्छ ल खानुपर्छ घरचिउरा यो पो खुमाएर पाइन्छ ल भाइ प्याज छ हुन्छ हुन्छ खाँदै गरौँ त ल गुरुजी हुन्छ लु ट्याक्क मासु अलिकति पानी हालेर राख्नु न एकछिन पानी हालेर राख्नु न उम्लोस् खानु भयो दाइ अनि त्यो टोक्नु कस्तो छ मासु मिठो छ फ्राई मात्रै गरेको धेरै धेरै मिठो छ त्यो साँच्चै धुवामा बोलेर यस्तो मिठो छ स्वादिष्ट अति उत्तम के रे के हो दाइ पानी चाहिँ त्यो हालौँ है हजुर हजुर माने मेमोमा
बोतलको हाल्दा नि हुन्छ बोतलकै हाल्नु न हुन्छ हैन दाइ म पर्स्याउने भए म फुल मिठो छ धेरै धेरै म बिहानै आएको यतै छु अब भोलि मात्रै जान्छु दाइ ल हामी चाहिँ अब टक्क खाएर अब रेस्टमा छौँ अँधेरो छ अब खासै अब केही देखिया छैन क्या हो टक्क बल्छी सल्छी थापेर पऱ्यो भने अब नेक्स्ट भिडियोमा हाल्छु अहिलेको लागि चाहिँ यति नै है त ल अर्को भिडियोमा भेटौँला